यहाँ आइपुग्यौँ। आराम हुन्छ। आराम थियो। मैले भने खाना खाने टाइममा आउनुहुन्छ भनेर तपाईँ त्यति बेला आउनुहुन्छ नि त, त्यही भएर भने क्या 12 बजी आउनु। चाँडै भयो आज। अहिले आएपछि त के टेन्सन भयो र? अहिले म त जहाँ खाना खानै जान अझै 1.5 घन्टा टाइम थियो, 1 घन्टा 1.5 घन्टा। म तपाईँको मा काट्नु नि त है पछि एकछिनमा आउँछु, आधी घन्टामा आउँछु नि त म। मेरोमा आउनु न। तलै आउँछु, अनि कहाँ कहाँ जाने? तलै एकछिन गफ गरेर अनि फर्किँदा। यस्तो घाटमा यही कुरा गर्नु न, राजकिशोरको अगाडि कुरा गर्नु हुँदैन र हामीले। बस नि त एकछिन, बढी नबढी बस्छ तर बढी नबढिकन बस्छ भने क्या। त्यो मान्छे के राम्रो लाग्छ र? युट्युबमा त फेरि सेन्सर हाल्नुपर्छ फेरि। जसलाई मुला कपाल काट्ने मान्छे लिएर आइदिएको छु, जसको एउटा गतिलो कस्टमर लिएर आइदिएको छु, अब मैसँग ठुलो कुरा गर। छोडिसकेको मान्छेलाई पनि लिएर आएको छु। एकचोटि त राजकिशोरले तनाव गऱ्यो भने अनि उहाँको आफ्नो व्यक्तिगत कारणले हो, त्यो त मैले बुझ्नै पर्छ नि। अनि व्यक्तिगत कारणले भन्ने थाहा रहेछ अनि त्यो त समय किन आएको? गल्ती भएको कुरा त गल्ती मान्नै पर्छ नि, नमानेर हुँदैन नि। तर राजकिशोर यति लोयल मान्छे कि यति राम्रो मान्छे कि होइन विष्णु, त्यो कार्ड अझै त्यही माथि राखिरहेको छ यार। बिहेको क्या त्यो बिहे कार्ड अझै रहेछ। कस्तो होला सोच्नु। त्यो कार्ड हेरेर म सम्झिन्छु, पार्टी खाएन सम्झिरहेको हुन्छु क्या। पार्टी खाउँ मान्छे त्यो जेनुन छ कि यतिको चाहिँ चाहिन्छ। फाल्न भए त अस्ति नै फालिदिइहाल्यो, तर जेसुकै भयो भने बिहेको कार्ड जलाउनु पनि हुन्न क्या। अनि के गर्ने त त्यो त्यस्तै बरु च्यात्छ, फाट्छ, फालिदिँदा पनि हुन्छ होइन, तर चाहिँ जलाउनु हुन्न क्या। विष्णु खाना खा होला छैन र खाने जाउँ न त मेरोमा। कुनै दिन यो त तनाव रहेछ यार, कसले क्या तपाईँलाई इङ्ग्लिस तपाईँको राम्रो नै बनाउँछ भने म तपाईँलाई उसलाई भेटाइदिन्छु। कसलाई? स्वर्णिम उहाँले आज मिठो पढाइदिन्छ यार। कपाल काट है अहिलेसम्म त राम्रै काटिरहेको छु, अब यहाँदेखि हेरौँ होइन। तर राम्रो काट्छ राजकिशोरले कपाल चाहिँ। अनि यो विगत केही वर्ष निकै ठाउँमा कपाल काटियो, तर अब यहाँ जतिको चाहिँ त्यही भएर नि रिसाएर पनि फेरि आउनु पऱ्यो नि। राम्रो काट्छ है कपाल चाहिँ, कपाल कुरा सबै राम्रो काट्छ, कपाल राम्रो काट्छ। धेरै होइन, 5जनादेखि 7जना मान्छे लिएर आयो भने महिनामा एकचोटि कपाल फ्रीमा, कपाल दाढी त्यो सब ल। सुन दिनको 5जना कपाल काट्ने मान्छे आयो भने चाहिँ म तिम्रो ल्याउँदै थिएँ कपाल काट्ने पसल गरेर मै तिर के गरेर लायो भने त एक दिन फ्रीमा काटिदिन्छ अरे महिना। ए ल कपाल दाढी फेसवास सबै हुन्छ नि। उसलाई दिनमा कस्टमर चाहिँ 5जना चाहिएको छ। दिनमा 5जना नयाँ कस्टमर होइन भनेपछि 30 दिनमा कतिवटा कस्टमर हुने भयो? अब जति भयो कति हुन्छ हिसाब गर त। 50 त्यत्रो हिसाब 150, अब 150 × 200 कति हुन्छ? 200 पनि 250 बढी छ कि पैसा लाख खाने आफूले। अनि भनेपछि त हामीले 350 को कपाल काट्दियो।
होइन ठिक छ तिम्रो राम्रो हुन्छ भने हामी त्यो पनि गरिदिन तयार छौँ यहाँ भनेको मालिस पनि छ कि के दुख्यो विष्णु पेस हान्नुपर्ने हो अनि यो चार्ज गरौँ म त एकछिनै मोबाइल मेरो मोबाइल चार्ज गरिदेऊ न कहाँ त्यो चार्जर त्यहीँ भित्र छ मोबाइल चाहिँ मोबाइल यहाँ छ गाडी पिछ्लोमा फेरि चार्ज गरेर पनि पैसा लाग्छ फेरि उहाँकोमा चार्ज गऱ्यो भने चाहिँ 1 घन्टामा 2% बढ्छ फेरि मेरो चार्जरमा मेरो चार्जर त्यस्तै अब मेरो जुन हिसाबले हुन्छ त्यही चार्जर यो बिग्रिया चाहिँ उता तल मात्र हुन्छ सधैँ भनेको तपाईँ म मात्रै हो किनेर लगाएको छ जहिले आएर यहीँ आउँछ फेरि यहीँ छ त्यो होइन नि सकाइन्छ नि यहीँ राख न मन लाउँछु सकाइन्छ नि लाउनु न जुन लाइन हुन्छ यहाँ मध्येको तपाईँलाई पनि पैसा मर्दैन सबैले छोडेर जिन्दगी आफ्नो सुकुनले काट्नु पऱ्यो 45 गएपछि गएर चुनाव लड्नु पर्यो अब लड्ने चुनाव लड्ने चुनावमा तिमीलाई घरकाले त भोट दिँदैन जसले के लड्छौ ए लड्ने भने नि म यस्तो यस्तो योजना ल्याउँछु कि आउने मान्छेहरूले दिन्छ क्या भोट मलाई एउटा योजना के हुन्छ तपाईँको एकदम मेरो सबैभन्दा योजना एउटै दुईटा हुन्छ मेरो सबैभन्दा पहिला मेरो नगरपालिकामा शिक्षा एकदमै कमजोर छ त्यसमा काम गर्ने हो के पढाउनु जान्छु क्या पढाउनु भएन भने त्यहाँ त उ गर्नु पऱ्यो नि के त गर्नु पर्छ टिचर राम्रो दिनु पऱ्यो अनि तल चाहिँ आफ्नै खल्तीबाट झिकेर दिन्छ क्या अब के हुन्छ त दिँदा भइहाल्यो नि अब बजेटबाट काट्ने आफ्नो खल्तीबाट त के कसले दिन्छ अनि एउटालाई शिक्षा भयो अनि अर्को अर्को एउटा राम्रो त्यहाँ एउटा हस्पिटल छैन त्यहाँ स्वास्थ्यको लागि म एउटा सबैभन्दा राम्रो उपाय भन्नु तिम्रो दुइटै मलाई भिजन राम्रो लाग्यो यदि तिमी शिक्षाको खोज्छौ भने चाहिँ सबैभन्दा पहिला आफू एडमिसन गरेर पढ है क्या अनि त्यसपछि राम्रो हुन्छ कि हो भने अनि त्यसपछि त कस्तो हुन्छ र सोच न त्यो समाज हामीहरू पढ्दाखेरि हाम्रो स्कुलमा टिचरहरूले नेपाली पढाउँदैन थिए उसले चाहिँ नेपाली पढ्थे हामीले चाहिँ भोजपुरी पढाउँथ्यौँ अनि भोजपुरी पढाउँथ्यौँ अब हामीलाई त्यति बेला नेपाली बोल्न आउँदैन थियो अब मैले काठमाडौँ आएर सिकेँ बोलेँ होइन त्यस्तो राम्रो पनि मेरो अहिले छैन नेपाली ठिक छ अब तिम्रो नेपाली त ठिक छ होइन तर तिम्रो भोजपुरी के ठिक छैन भन न भोजपुरी त्यो गीत सुन्ने बानी छ नि त्यो चाहिँ ठिक छैन यस्तो छ आजकल मै बुझ्न थाल्छु भोजपुरी भोजपुरी मभन्दा बढी सुन्छ आएदेखि एउटा म बवाल गाना बजाइदिन्छु है त पर्दैन तपाईँको गाना सुन्दैन म निन्द्रा लाग्ने गीत बजाउँछु अबिना जाओ छोड गीत बजाउँदिन भने त्यस्तै क्या गीत बजाउँदै त्यो 80-90 वर्ष पुरानो गीत क्या यो कनेक्ट गरेर खान्छ पर्दैन बरु मोबाइलमै सुनौँ एउटा अनाउन्समेन्ट गरिदिउँ राजकिशोर खान्छ ए ल काम गरेको त फोन एउटा राजकिशोर यता आउनु यदि मेरो र त्यो विष्णुको नाम लिएर यहाँ कपाल काट्न आयो भने कति रुपियाँ डिस्काउन्ट हानिदिन्छ एकदम डिस्काउन्टको साथ कम्प्लिमेन्ट्रीमा के मसाज कि वास एकचोटि कम्प्लिमेन्ट्री मसाज है अब खासमा यो भिडियो हेर्ने चाहिँ विष्णु एकजना म र एकजना रेजिन हुन्छ जस्तो लागिरहेको छ एकजना म हेर्छु कसले हेर्छ ल हल्ला नरिकन काट अब हेलो गाइस वेलकम टु न्यू त्यो भन्दा त मैले यो बोलाउ भन्दा 1 घन्टा दिउँसोतिर टाइम लिएर आउनु यहाँ बसौला यताबाट उ लगाइदिउला
कमेडी गफ गर्दै यस्तो पोडकास्ट पोस्टकास्ट जस्तो गरौँला नि त एकदिन। गफ सफ गर्दै 1 घन्टाको बनाउने 20 मिनटको एडिट गर्दा 20 मिनटको हाल्ने क्या हुन्छ। त्यो पनि बवाल हुन्छ नि। सबैभन्दा मान्छे जेन्टल छ, लोयल छ। मेरो फेस वास गरेको थियो, त्यो बेलादेखि म बिग्रिँदै छ यार। कहिले राम्रो थियो र मुख राम्रो चाहिँ कहिले थियो? राम्रो गरेको थियो, राम्रो भयो। सर्व फुल करो फेस वासको फाइदा भने उहाँलाई 350 रुपियाँ आउँछ त्यही मात्र हो क्या। अनुहार त जस्ता त्यस्तै हुन्छ क्या। त्यस्तो नभन्नु, सेन्सर हाल्नुपर्छ यो भाइ। फेस वासबाट फाइदा हुने भने एउटा राजकिशोर न्यु रोडको पसलेलाई मात्रै हो। हामीलाई त ए राम्रो किन हुँदैन? मन्दिरको भिडियो बनाएर हाल्दा उसमा राम्रो भ्यू आइरहेछ इन्स्टाग्राममा। मेरो बोलबमको हाल्दा चाहिँ त्यसमा चाहिँ राम्रै भ्यू आएको छ, 1000 छ। साह्रै कपाल आउने नि। हेलो गाइज, वेलकम टु न्यु आरके। आउनु तवल काट्नु, त्यस्तो फिनिसिङ काम हुन्छ, अफर पनि आउँछ। धन्यवाद। मलाई तपाईँको एउटा छोटो परिचय दिनुहोस् न। मेरो नाम राजकिशोर ठाकुर, घर चाहिँ रौतहट जिल्ला हो। म अहिले फिलहाल काठमाडौँमा बस्छु। बौद्धा नयाँ बस्ती भन्ने ठाउँ छ, ल म यहीँ बस्छु। यही मेरो पसल हो। लामो समयदेखि तपाईँ सेवा दिइराख्नु भएको छ। पहिला उता चाडमा तपाईँको अनुभव कस्तो रह्यो? राम्रै छ, ठिकै छ, राम्रै छ। अब यो पसलको लोकेसन, यो पसलको नाम केही भनिदिनुहुन्छ? नाम चाहिँ न्यु आरके हेयर ड्रेसर छैन। यसको लोकेसन कता छ ठाउँ? लोकेसन तपाईँको नयाँ बस्ती, यहाँ सिद्धार्थ मेडिकल भनेर आउँदा पनि हुन्छ। सिद्धार्थ मेडिकल आएपछि अलिकति अगाडि अल्डे स्टोर्स त्यहाँ आएर सोद्धा हुन्छ। हुन्छ, तपाईँको समयको लागि धन्यवाद राजकिशोरजी। थ्याङ्क यू भेरी मच।